चिप्लिनु रहेछ है। हेलो गुड मर्निङ एन्ड वेलकम टु द डे 2 भ्लग। आज चाहिँ हामी बिहानै उठेर फ्रेस भएर अब रारताल हेर्नको लागि अगाडि बढ्दैछौँ। हिजो राति आएको हुनाले वरिपरिको डाँडाको हिउँहरू देख्न पाइएको थिएन। बिहान उठ्दाखेरि यस्तो राम्रो हिउँले हाम्रो स्वागत गरेको छ। हामी चाहिँ अहिले सल्लेरी मुगुमा छौँ। यो चाहिँ बसहरू अनि बाइकहरू आउने चाहिँ लास्ट स्टप रहेछ। बाइकहरू यहाँ राखेर अनि हामी यहाँदेखि लगभग 2 देखि 3 किलोमिटर चाहिँ हिँडेर जानुपर्ने हुँदो रहेछ। अनि हिजो राति त चिसो थियो, बिहान जस घाम लागेको हुनाले त्यति साह्रो चिसो छैन। यो चाहिँ बस पार्क, यहाँ बस पार्क भन्ने हो कि अब यो लास्ट बस जस्तो अब गाडीहरू राख्ने सबै ठाउँ रहेछ। सल्लेरी मुगु। बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् भने जस्तै हिमाल नभए पनि हिउँ पर्दाखेरि हिमाल जस्तै देखिँदो रहेछ। हामी चाहिँ अहिले सल्लेरी मुगुमा छौँ। हिजो रातिको हाम्रो बसाइ अब यही घरमा भयो, यही होटल भनौँ। अनि अब चाहिँ उठेर हामी रारताल हेर्नको लागि अगाडि बढ्छौँ। एकछिनमा साथीहरू रेडी हुँदै हुनुहुन्छ। हिजो राति हामी आउँदाखेरि त्यस्तो केही देख्न पाइएन, अँध्यारो भएको हुनाले। बिहान उठ्दाखेरि यति राम्रो हिमाल भन्ने कि अब हिउँ परेपछि हिमालै भयो। अनि बाटोमा पनि धेरै ठुलो हिउँ परेको रहेछ। अब अहिलेदेखि 5-7 दिन पहिला चाहिँ लगातार 3 दिन हिउँ परेको रहेछ, जुन चाहिँ अहिले पग्लिँदै गइरहेको हुनाले यत्तिको भए पनि देख्न पाइयो। हो हामी चाहिँ रारतालतिर लाग्यौँ यताबाट, होटेलबाट निस्किएर। उहाँले भनेअनुसार हल्का चिप्लो हिलो छ बाटो अनि आधा घन्टादेखि 1 घन्टा लाग्छ भन्नुहुन्छ। अब हामी यहाँबाट 3 किलोमिटर हो। 3 किलोमिटर हो रे। 3 किलोमिटर हिँड्दै जानु छ। अब मलाई भेटाउन सक्नुहुन थाहा छैन हैन। सबै मलाई फलो गर्दै हिँड्ने, छिटो हिँड्ने। अनि आधा बाटोमा बाटो फर्किम चाहिँ नभने हैन, वहाँ टाइममा पुग्ने। अरु त मेरो भन्नु कुरा केही छैन हैन। ओके, आजको बिहान यस्तो राम्रो देखेछ। हिजो आउँदा जति गाह्रो भए पनि आजको त कान्छी घोडा चढ्ने हो र? चढ्ने हो हैन, वहीँ पाइन्छ त। वहीँ चढ्ने हो। अहिले हिलो छ अरेको, त्यो हिलो कट्नलाई चढ्ने हो। कति लिँदो रहेछ नि घोडाले? खै सोध्दियो। अब हाम्रो चाहिँ यो राष्ट्रिय निकुञ्जको इन्ट्रान्स हो यहाँदेखि रहेछ। राष्ट्रिय निकुञ्ज यहाँ चाहिँ नाम इन्ट्री गर्नुपर्छ भन्दै हुनुहुन्थ्यो। नाम इन्ट्री गर्नुपर्छ अरे भन्दै हुनुहुन्थ्यो। ल यहाँबाट चाहिँ राष्ट्रिय निकुञ्जको यात्रा हाम्रो डे 2 सुरु हुन्छ। फेरि यही बाटो जाने त होला नि, यो बाटो यही हो। अब यहाँ चाहिँ आर्मी चेकपोस्टमा चाहिँ नाम इन्ट्री गरेर अगाडि बढ्नु पर्दो रहेछ। उहाँले भनेअनुसार 45 मिनटदेखि 1 घन्टामा पुगिन्छ। बाटो ठिकै छ भन्नुभएको छ। हिउँ पग्लिँदै गएको हुनाले हल्का चिप्लो हुनसक्छ। ठिकै छ, हिँडौँ अब। हाम्रो चाहिँ मैयालाई चाहिँ अब घोडामा लैजानु पर्यो। माइसँग त एउटा हातले नातिर बस्छ। ल चोट लाग्ला फाइनल्ली। सुन त, खुट्टा अड्डाउ राम्रोसँग समात। मोबाइल देऊ ल। के भन्नु? हजुरले डोडाइदिनुहुन्छ होला नि है? हजुरले डोडाएर लैजानुहुन्छ? हजुरले समातेर लैजानुहुन्छ? ल मोबाइल लिएर जाऊ। ल राम्रोसँग
जानु होला शुभयात्रा रारतालमा भेटौँला ल हामी सँगसँगै जाऊँ न के भयो होइन पल्टिन्न घोडाको यात्रामा अस्मिता कस्तो भइरहेछ हिँड्दै जाँदा यो सल्लाहघारी हाम्रो म्याडम चाहिँ घोडामा हल्का उकालो उकालो जस्तो रहेछ तर केही छैन हिँड्न सकिन्छ हिँड्न नसक्नेको लागि घोडाको पनि व्यवस्था रहेछ ठिक लाग्यो मात्र 600 है मात्र 600 मा रारोतालदेखि सरी यहाँ तलदेखि रारोतालसम्म 3 किलोमिटर परेको हिउँ अझै पक्रिएर जान्छ हामी हिँडेको 15 मिनट भयो कतै उकालो हजुर कतै उकालो कतै सम्म कतै ओह्रालो हुँदै अगाडि बढ्दैछ यहाँ चाहिँ अर्को एकदमै उकालो रहेछ उकालो हिँड्दै गर्दा यति राम्रो दृश्य देख्न पाइन्छ यहाँ हिउँ परेर पनि पक्रिँदै रहेछ बिस्तारै बाटोभरि हिउँ देख्न सकिन्छ अलिअलि कतै उकालो कतै ओह्रालो कतै हिलो कतै हिउँ हुँदै हामी अगाडि बढ्दैछौँ सायद अगाडि नै त्यो डाँडातिरै होला त्यस मजाले हिउँ परेको रहेछ त्यो दिनभरिको डरलाग्दो भिड अप्ठ्यारो बाटो कतिवटा जिल्ला पार गर्दै यहाँसम्म आइयो यहाँ आइसकेपछि जो भ्यूहरू देख्दा यहाँको मान्छेहरू बोलचाल यताउता गर्दाखेरि त्यो सबै कुरा बिर्सिँदो रहेछ सबै सल्लाहगरी हाम्रो अरू साथीहरू पनि घोडामा आउँदै हुनुहुन्छ हामी चाहिँ हिँड्न रुचाउने भएको हुनाले हिँडेरै जाउँ भनेर लाग्यो 3 किलोमिटर खासै टाढा होइन एकदम रमाइलो घोडामा चढ्नेलाई पनि रमाइलो भयो होला हामी हिँड्नेलाई झन् रमाइलो छ देख्न पाउँदा हामी चाहिँ घोडालाई दुःख नदिउँ भन्ने हिसाबले हो स्यास्या भयो दौड्दाखेरि अब चाहिँ उकालो सकेर ओह्रालो सल्लाहघारीभित्र सबै हिउँ परेर पनि अहिले पक्रिँदै जाँदै रहेछ चिप्लो बाटो झन् हिँड्नको लागि चाहिँ यो ढुङ्गा बिछाएको रहेछ हल्का यहाँदेखि चाहिँ ताल देखिएको हो दाइ होइन ऊ त्यहाँ देखि जस्तो लाग्यो ऊ छिटो आइयो त हामी त होइन र तपाईँ घोडाभन्दा छिटो हिँड्ने क्या हिँड्न सकिँदो रहेछ हिँड्नु त सकिन्छ हजुर घोडाको मजा लिनुको लागि घोडा गर्ने हो सही हो फर्किँदाखेरि हिँड्नु त सकिन्छ हजुर
घोडाको मजा हुन्छ रमाइलो हुन्छ अनि घोडा फोटाहरू हुन्छ सम्झना हुन्छ एकदम पुरा त्यो हजुर हजुर हिँड्न त सकिन्छ किन नसकिने कुरो यो ए नसक्ने पनि हुन्छन् नि कोही त नसक्ने पनि हुन्छ नि कोही एकदमै आउँदो बाटो हुन्छ तर घोडाको के हो भने तपाईँको फोटो लिएर सम्झना हुन्छ कि हजुर हजुर यसलाई पनि थाहा होला नि बाटो कता भन्ने हजुर हो बाटो यसरी बनाएको बाटो समातै मजाले खुट्टाले दाबा त्यसलाई बेसकरी है यसलाई टुक्छ भने अगाडिको ओ चिप्लिनु रहेछ है त्यो हिउँको पानीले गर्दाखेरि होला हिउँ पग्लेर चिप्लो भएको होला है अलिकति चिप्लो बाटो रहेछ यतातिर घोडाहरू हिँड्ने ठाउँमा तर बिस्तारै हिँडौँ हामी चाहिँ हाम्रो यो चाहिँ ग्रुपै भेटियो यहाँ एकचोटि तल माथि गर्नुहुन्छ है हजुर 3-4 हुन्छ भेटियो होला नभेटियो भने है रमाइलो हुन्छ सिजन कुन महिना हो नि सिजन राम्रो हुने अब चैत वैशाखको महिना हो हजुर अनि त्यसको सिजन हुने अनि असोजको महिना हो के अरे खास त्यो तालै हेर्न आउनु त अरू के स्पेसल छ अरे अरू के हो हजुर त्यो ताल हेर्ने यहाँको अरू के डुङ्गासुङ्गा गर्ने घोडा गर्ने है अनि यही हो डुङ्गा पनि चढ्न पाइयो अहिले पाइयो ए डुङ्गा चढ्न पाइयो अनि ताल हेर्ने मान्छे त्यहीँबाट आउँछ अरू के छ त्यही हो त्यो नयाँ ठाउँ हेर्नको लागि है नयाँ ठाउँ हेर्नको लागि अब त्यो हिउँदोको महिना यस्तो हिउँहरू आयो नि हजुर अब मान्छे हिउँ खेल्छन् हजुर त्यो असोजको महिनामा फुलहरू फुलिहाल्छ हजुर ताल हुन्छ त्यस्तो मजा लिन्छन् ए चिप्लो होला है यो त अँ, उतार्नु पऱ्यो होला र फेरि यस्तो रहेछ चाहिँ बाटो अलि उ हुन्छ तर तैपनि हामी कहिले गेस्टहरूलाई आउने पाहुनाहरूलाई सुरक्षित हिसाबले हजुर हाम्रो हिसाबले अब कुनै अप्ठ्यारो परेका ठाउँमा हामी हाम्रो हिसाबले पुऱ्याइदिन्छौँ हजुर राम्रो हिसाबले तल तालमा पुऱ्याइदिने मजाले फोटो भिडियो गरिदिने घोडामाईको हजुर अनि राम्रो हिसाबले फर्काएर हजुरको जो हामीले पार्किङबाट घोडा हालिने उहाँले ल्यायौँ हजुर त्यही ठाउँमा आरामरी निकालिदिने ए हामी कति घन्टासम्म बस्न पाइन्छ उता अब तपाईँ 1 घन्टा जति आराम गर्न पाउँछ यहाँ मजाले फोटो गर्न पाउने हजुर भिडियो गर्न पाउने अनि 1 घन्टा जति गराउनु भयो अब दिनभरि गर्छु भने पनि भयो तपाईँहरू 600मा लैजाने ल्याउने दुइटै हो हामी 600मा लिने मात्रै 600मा ल्याउने 1200 हुन्छ ए अब 1200 पनि अनि त्यही हामीले पाउनु भएन हो 200 रुपियाँ समिति काट्छु ए हाम्रो घोडा समिति छ यस्तो कार्डहरू छ ए हजुर त्यो कार्ड यस्तो ए कार्डहरू छ। हामीले 200 रुपियाँ त्यहाँ काट्ने हो ए जो पाए त्यसले चलाउन पाएन घोडा यो पार्टीले चलाउनु पाएन ए त्यसरी त नम्बर पाए सिस्टम हुन्छ नम्बर सिस्टममा चलाइदिने हो हजुर हजुर त्यसरी गर्ने ए ठिकै रहेछ नि हजुर हामीले अब त्यहाँ गर्न हजुर रोजीरोटी हुनेको यही हुन्छ ठिक छ गर्नु पऱ्यो अलिकति तेल चाउल खाने आफ्नो घोडाहरू पाल्ने धन परिवार पाल्ने यही हो अनि गर्ने। ठिक छ है ल अब लब आइपुग्यो क्या है ल हामी अब ताल आयौँ आयौँ है अब ताल आइसक्यो भने यहाँबाट अब ओह्रालो भनेको सुनका छ फेरि जाँदा कहीँ समस्याबाट जाँदा मजाले हुन्छ ठिक छ है ल धन्यवाद हिउँ चाहिँ मजाले परेको रहेछ है हिउँ पग्लेर यस्तो मजाले परेर पनि यो चाहिँ एकदमै साह्रो भएको छ जमेर आहा मजाले हिउँ परेको रहेछ $45 मिनटको
हिँडाइपछि हामी फाइनली रारातालमा आइपुगेका छौँ। यस्तो चिप्लोमा अब फाइनली आइसकियो। अब राराताल हेर्नु छ है त ल। हेलो नमस्ते एन्ड वेलकम टु रारा। फाइनली हामी चाहिँ अहिले रारातालमा आइपुगेका छौँ। लगभग हाम्रो गाडीहरू राखेको ठाउँदेखि 45देखि 1 घन्टाको हिँडाइमा चाहिँ हामी मजाले आउन सकिन्छ। यता मजाले हिमाल हाँसिरहेको छ देख्न सक्नुहुन्छ। अनि मजाले घोडा सवार पनि गर्न सकियो, बोटिङ पनि गर्न सकिन्छ। ब्युटिफुल राराताल। लेट्स इन्जॉय टुगेदर। थ्याङ्क यू। रारातालमा घोडा सवार गर्दै ब्युटिफुल राराताल। हजुर घोडामा सवार गर्दै तालको छेउमा यहाँ चाहिँ घोडाले पानी खाँदैछ। पानी खाएन। फर्स्ट टाइम दाइ नमस्कार। नमस्ते। ल हामीलाई चाहिँ यो ठाउँको बारेमा यसो अलिकति भनिदिनुहोस् न है। हुन्छ, मेरो नाम चाहिँ उद्दिम ढोकाया, म यहाँ डुङ्गा चालक। हाम्रो रारातालको यो विवरण भन्दाखेरि यो गहिराई चाहिँ 169 मिटर, लम्बाइ 5.2 किलोमिटर, चौडाइ 2.7 मिटर, 2.7 किलोमिटर। हजुर। अनि तपाईँको यसको उचाइ भन्दाखेरि समुद्री सतहबाट 2990 मिटरमा अवस्थित छ। हजुर। यो राष्ट्रिय निकुञ्ज भनेपछि नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज र यो राराताल नेपालको सबैभन्दा ठुलो ताल हो। यो राष्ट्रिय निकुञ्जको क्षेत्रफल 106 वर्ग किलोमिटर छ। हजुर। र यो चारैतिरबाट हिमालयन र डाँडापाखाले घेरिएको उपत्यका जस्तो छ। हजुर। हस् धन्यवाद। अब बोटिङ गर्दैछौँ यहाँदेखि पारी जानको लागि। हेलो सबैजनाले हाई भनिदिनुहोस् न ल। ल हामी चाहिँ बोटिङ सुरु भयो हाम्रो होइन रारातालमा। अब पारी भेटौँला होइन। निलो पानी होइन। हामी चाहिँ अहिले रारातालमा बोटिङ गर्दैछौँ। ब्युटिफुल राराताल त्यहाँ हेर्न सक्नुहुन्छ कि राम्रोसँग हिमाल ट्याक्कै हाँसिरहेछ हामीलाई देखेर। कति हाँसेको सायद हामी चाहिँ अहिले चाहिँ रारातालको ठ्याक्क सेन्टर बिचमा छौँ होला त्यस्तै लाग्छ। बिचमा है बिच अलि स्पिड खतरा बढ्यो हैन। मजा आइरहेछ दिवस। कस्तो भइरहेछ? यस्तो रमाइलो भयो। सब दुःख बिर्सेर दुःख हिजोको थकान बिर्साउने खालको चाहिँ रहेछ। अब हामी चाहिँ पारी गएर खाना खाएर अनि फेरि यता फर्किन्छौँ।
के छ भाइ कस्तो भइरहेछ? एकदम रमाइलो भइरहेछ। हिजो एकदमै एक्सट्रिम अफ रोड एक्सट्रिम बाइक राइड गरेर लगभग 17 आवर कन्टिन्यू राइड पछाडि रेस्ट गऱ्यौँ हामीले राति। बिहानै यो भ्यू हेर्न पाउँदा चाहिँ वी आर भेरी लकी। भ्यू हेर्नुहोस्। ठिक छ। अनि हामी अहिले कहाँ छौँ त? अनि हामी अहिले ठ्याक्कै रारातालको बीच सेन्टरमा छौँ। हामी पारी जाँदैछौँ त्यहाँनिर सायद त्यो आर्मी क्याम्प हो। हामी चाहिँ होटलमा जाँदैछौँ रेस्टुरेन्टमा खाना खानको लागि बोटिङ गरेर। सही हो सही। हामी चाहिँ अब यो आर्मी क्याम्पमा पुगेर त्यहाँ बोट राखेर अगाडिको होटलहरूमा गएर खाना खानेछौँ। एकदमै रमाइलो बोटिङ भयो। हल्का अहिले चाहिँ हावा लागेको हुँदा छाल जस्तो आएको छ। चिसो हावा। करिब 45 मिनटको बोटिङपछि हामी चाहिँ त्यहाँ आइपुग्न लागेका छौँ। रेस्क्युको लागि यहाँ आर्मीहरूसँग मोटर बोटहरू पनि रहेछ। सेफ्टी चाहिँ राम्रै रहेछ। यहाँ सेफ छौँ बोटिङ गर्नलाई। हाइली रेकमेन्डेड होइन? बबाल बबाल। आउन अलिकति गाह्रो भए पनि यहाँ आइसकेपछि सबै दुःख पीडा के थियो बाटोमा भएको सबै कुराहरू बिर्सेर यहाँ इन्जोय गर्न सकिन्छ। करिब 3 किलोमिटर हामी बोटिङ गरेर अब चाहिँ यो हाम्रो चाहिँ यो बोटिङको स्टेसन यहाँ चाहिँ आर्मी क्याम्पमा पुग्न लागेका छौँ। पुगिसकेपछि यताबाट आएर कस्तो भ्यू देखिन्छ सबै हेर्न पाइनेछ। धेरै सफा, एकदमै सफा क्लिन मौसम। सबैभन्दा ठुलो नेपालको सबैभन्दा ठुलो तालमध्येको एक। ब्युटिफुल ब्युटिफुल। जति हेरे पनि हेरिराखौँ जस्तो के आँखै नथाक्ने खालको छ यो। धेरै चाक्लो मजाले उता हिमाल देखिन्छ। यता हाम्रो पैसामा भएको चाहिँ हिमालको पनि दृश्य देख्न सकिन्छ भन्दै हुन्थ्यो तर छेकिसकेछ अहिले। हाम्रो चाहिँ फाइनली आइपुग्यो हामी चाहिँ यता। दामी बोटिङ धेरै रमाइलो भयो। यति राम्रो होला भने मैले सोचेको पनि थिएन। कस्तो भयो दाइ? एकदम रमाइलो है, इन्जोय भइरहेछ। ल 45 मिनटको डुङ्गा सवारपछि हामी चाहिँ यो पारी आइपुगेका छौँ। राम्रो हिमालहरू देख्न सकिन्छ। एकदम रमाइलो बवाल। साँच्चै यति रमाइलो यति दामी ठाउँमा होइन इन्जोय गर्दैछौँ हामी। चिसो छ, चिसोमा पनि जोस निकालेर रमाइलो गर्दैछौँ होइन। हेर्नुहोस् यस्तो रमाइलो ठाउँ हो। यता हिमाल हाँसिरहेको छ, सेतो हिमाल एकदम। हामी रारतालको थोरै फोटोसुट पछि यता माथि एउटा होटल रहेछ त्यसमा खाना खानको लागि जाँदैछौँ। हामी चाहिँ बोटिङ गरेर यहाँसम्म आएर पर पर्सन 1 वे 500 लिँदो रहेछ बोटिङको। अनि हिँडेर पनि आउन सकिँदो रहेछ, सकिन त। अनि घोडामा पनि आउन सकियो। अब यहाँ एउटा मात्रै होटल रहेछ अहिलेलाई। त्यहाँ गएर खाना खान्छौँ। खाना खाइसकेपछि फेरि
हाम्रो ब्याक टु होम। सबै सैनिक इलाका रहेछ, एकदमै सफा क्लियर पानी देख्न सकिन्छ, पिउनै सकिने खालको जस्तो देखिन्छ। यो बाटो माथि गएपछि हामी होटेलमा पुग्छौँ, होटेलमा पुगेर खाना खान सकिन्छ मजाले। यहाँ आएर खाना खाँदा रमाइलो हुँदो रहेछ। हामी चाहिँ खाना खानको लागि अब यो हेरिटेजतिर लाग्दैछौँ। यहाँदेखि हामी जाने बेलामा बोटिङ गर्दै गइयो, फर्किने बेलामा चाहिँ हिँड्दै तालको छेउ जाँदैछौँ। हामी आज बोटिङ गरेर फर्स्टमा यो ठाउँ गइयो, यो ठाउँमा गइसकेपछि हिँड्दै फेरि यो बाटो तालको तिरै हिँड्दै फेरि हामी पुनः यही ठाउँमा आइपुगेका छौँ। लगभग हिँडेर आउँदाखेरि चाहिँ 1 घन्टा जति लाग्दो रहेछ। मजाले सजिलो बाटो रहेछ हिँडेर आउन नि।